Hello guys, good morning. Welcome back to my mini blog. It's me Tenzingla. I hope तपाईहरु सबै सन्चै नै हुनुहुन्छ होला हैन. सो तपाईहरुको सामु म फेरि पनि छोटो ब्लग लिएर आएको छु. के छ भने चाहिँ अहिले चाहिँ हामी रेडी भएर कहाँ जाँदैछ भने चाहिँ हाम्रो स्टेट उयो सिक्किमको 50 इयर्स अफ स्टेटहुड मनाउँदैछ. सो त्यही भन्दै के आज खुसीको कुरा के छ भने आज प्राइम मिनिस्टर नरेन्द्र मोदी जी आउनु हुँदैछ हैन. सो त्यसको वेलकमको लागि हामीले तल देउराली बोलाइरहेछ. सो हामी बेउली जस्तो भएर रेडी भएर आउनु भन्यो. बेउली जस्तो त देखेको छुइनँ तर भए पनि हल्का रेडी चाहिँ भयो म. मेरो आउटफिट चाहिँ यस्तो छ हो. यसबाट अन्त मेरो साथीहरु पनि रेडी भएर यहाँ उनीहरु चाहिँ अलिक बेउली जस्तो देख्दैछ हैन. उले त लाछा खोलेछ, लाछा चाहिँ लगाएन रहेछ. रेडी कस्तो नामी रहेछ भयो. म भन्दा छिटो रेडी भएको हो. आइसम्म रेडी भइसक्यो. अझै मिलेको छैन भन्दैछन् हो यिनीहरुले चाहिँ. यस्तै छ. मेरो आमा चाहिँ आज जान्दैन अरे. यता हेर्न आमा, अलिकति फेस देखाउनु त. आमा चाहिँ भर्खर उठेर झिङझिङ्गे भइरहेछ. अब हामी चाहिँ जानु आँटेको हो. सो त्यही छ. अहिले भेटौँला तल देउरालीमा. बाइ बाइ. साथी चाहिँ यहाँ अघिदेखि रेडी भएको. आजसम्म रेडी भइसकेको छ नि. यिनीहरू चाहिँ बेहुली जस्तो देखिरहेछ किनकि हामीलाई आज बेहुली जस्तै रेडी भएर आइज भनेको छ. अझै रेडी भइसकेको छैन रहेछ. ल 7 साढे 7 मा पुग्नु भनेको छ. ल छिटो छिटो केटीहरू रेडी भइसक्यो. गाइस आज चाहिँ पाल्जो स्टेडियममा चाहिँ प्रोग्रामहरू पनि पुरा छ. तर हामीलाई चाहिँ पाल्जो स्टेडियम जानु पर्दैन अरे. जबसम्म पिएम फर्किनु हुँदैन तबसम्म तल देउरालीमै बस्नुपर्छ. सो स्याड हो. कुञ्जाङ हाम्रो साथी कुञ्जाङ चाहिँ डान्स गर्दैछ, गुजरातीमा छ अरे हो. उसलाई चाहिँ हेर्नु भनेको थियो तर हामीले हेर्नु पाउँदैन. सो स्याड, सरी. हामीलाई चाहिँ अब देउरालीमै बस्नु भनेको छ जबसम्म पिएम फर्किँदैन. सो त्यही भएर चाहिँ म तिम्रो डान्स हेर्नु सकेन. त्यसको लागि सरी. हुन्छ गाइस. त अब हामी निस्केको. अब तल भेटौँ है त. कहाँको मम्मी? ए ओके. तिमीहरू खौ हो यो चाहिँ जानिस्. गाइस हामी हिँड्ने बेलामा चाहिँ पानी पऱ्यो. आज पिएम आउने बेलामा त दिन त पानी पऱ्यो. के भन्नु छ? के भयो अरे? तिनीहरूको मेकअप उत्री नै भयो. केटीहरूको चाहिँ हिल लगाएर यस्तो छ बिजोक. अब हिँड्नै पर्दछ. गाडी पनि पाइन हो. लेट पनि भयो. हिँडाइ चाहिँ जोर हुँदैछ. यसरी हिँडाइ हुँदैछ हो. पानी पनि परिदिएको आज त्यही माथि. फाइनली वी रिच हो. यहाँ चाहिँ हाम्रो ग्रुपहरू अलरेडी बसिरहेको छ फ्ल्यागहरू पक्रेर. सो स्याड कि यस्तो बिजोक ल्याएन माथिबाट खुट्टा दुखी लास्टमा पिएम चाहिँ आउनै भएन हो. क्यान्सल भयो हो. अहिले चाहिँ हामी माथि लन्च गर्न जाँदैछ. यस्तो उकालो खुट्टा दुखेर. तिमीलाई भन्न पिएम प्राइम मिनिस्टर क्यान्सल. गाइस अब यस्तो बिजोकले यहाँ तल उभियो. अब उकालो उसको खुट्टा प्ल्यातुत भइसकेछ. खुट्टा के भयो अरे?
पिल्च्यो बिजोरो बिजोकले हिँड्दैछ केटीहरू अब खानको लागि म उभिएँ त्यहाँ म उकालो रहेछ लान्छे हिँड्नु परेको यहाँ आज चाहिँ माथि छोटी नै निस्क्यो त अन्त गाइस अब चाहिँ हामी लन्च गरेर केटीहरूको गफ सुन्दैछ के भयो अरे खाइसकिस् खाना खानु आएको रहेछ आज हामी 5 बजे उठेर रेडी सेडी भएर चाहिँ आज चाहिँ हामी खाना खानु आएको मोदीजीले हामीलाई रोका दियो मान्छेको क्राउड चाहिँ हेर्न तर बेसी छ हालत पत्ला भएर चाहिँ क्या सिस्टममा गाडी छैन रहेछ चाहिँ यहाँ चिया पिउँदैछ गाडी नपाएर खुट्टाहरू हेर्नु हालत आज चाहिँ हामीलाई जोड दुःख पायो सो गाइस आजको भ्लग चाहिँ यति नै थियो अब गाडी कतिखेर पाउने जाने